प्रश्न नम्बर 1 सेतो धागो बाँधेर आएको चिट्ठीले के को संकेत दिन्छ? यसको सही उत्तर मृत्युको। प्रश्न नम्बर 2 लास लैजाँदा बाटोमा फाल्ने धान चामललाई के भनिन्छ? यसको सही उत्तर बुर्की। प्रश्न नम्बर 3 ढाका टोपीको माथिल्लो भागको घेरालाई के भनिन्छ? यसको सही उत्तर चाउलो। प्रश्न नम्बर 4 मदानीमा बेरिएको धागोलाई के भनिन्छ? यसको सही उत्तर नेती। प्रश्न नम्बर 5 आकाश र पृथ्वी जोडिए जस्तो देखिने ठाउँलाई के भनिन्छ? यसको सही उत्तर क्षितिज। प्रश्न नम्बर 6 उमेरमा बढी फरक पारेर गरिएको विवाहलाई के भनिन्छ? यसको सही उत्तर अनमेल विवाह। प्रश्न नम्बर 7 गाई वस्तुले खाएर नोक्सान गरेको जरिमानालाई के भनिन्छ? यसको सही उत्तर अर्मल। प्रश्न नम्बर 8 थिचोमिचो गर्ने पुरुष वा महिलालाई के भनिन्छ? यसको सही उत्तर मिचाहा। प्रश्न नम्बर 9 बाँसको चोया या पातले बनाइएको पानी पर्दा ओढ्ने साधनलाई के भनिन्छ? यसको सही उत्तर घुम। प्रश्न नम्बर 10 खुट्टाका औंलामाथि उम्रने रौँलाई जुल्फी भनिन्छ, सही या गलत? यसको सही उत्तर गलत। प्रश्न नम्बर 11 सेतो गुराँसलाई के भनिन्छ? यसको सही उत्तर चिमाली। प्रश्न नम्बर 12 भरियाले भारी बिसाउने क्रममा प्रयोग गरिने लट्ठीलाई के भनिन्छ? यसको सही उत्तर तोकमा। प्रश्न नम्बर 13 सर्प नचाउने मानिसलाई के भनिन्छ? यसको सही उत्तर सपेरा। प्रश्न नम्बर 14 तुलसीको पातको मुनालाई के भनिन्छ? यसको सही उत्तर मन्जरी। प्रश्न नम्बर 15 गाईको बच्चालाई बाछ्यो भनिन्छ भने कुकुरको बच्चालाई के भनिन्छ? तपाईहरुका लागि 4 वटा अप्सन राखिएको छ, सही उत्तर कमेन्ट गर्नुहोला।